हाँडी बजाउन आएको छौँ। यो त त्यो टन्नै हुन्छ। आज हामी गाउँमा अहिले त खै अहिले चुनावले माहौल अलिक कम भयो। चुनावले गर्दाखेरि माहौल अलिक कम भयो। नत्र त यहाँ तपाईँको फुल प्याक हुन्थ्यो होइन। चुनावी माहौल यहाँ चाहिँ फुडीहरूको लागि चाहिँ धेरै राम्रो छ होइन। परशुराम सर निरीक्षण गर्दै हुनुहुन्छ यहाँ। के खाने सर आज हामी? नियरी आइटम त होला। सफुमिजा खाने हो? छ कि छैन खानु भएको छैन? अस्ति चाहिँ यहाँ बसेर खाएको हामीले। बसेर खाने हो कि एक राउन्ड माथि गराउने सटर? एकलट हाम्रो माथि गराउने प्लान भयो होइन। सबैजना हामी हुन्छ कहाँ छ? यहाँ पनि रहेछ सकिन्छ। त्यो बोन म्यारो हुन्छ क्या त्योभित्र। कस्तो लागिरहेको छ त परशुराम सर तपाईँलाई? अच्छा लेकिन लागिरहेछ होइन। हामी यहाँ दुईजना मात्रै छौँ आज चाहिँ होइन। अब चुनाव पछाडिको चाहिँ पहिलो माहौल होइन। आज यति नै जस्तो छ। जाउँ ल, हामी अहिले टुबी कन्टिन्यू गर्छौँ। उता तल फर्क्यौँ। अहिले चाहिँ हामीले खाजा सेट मगाएको छौँ। फर्स्टमा चाहिँ हामी गुन्द्रीमा बसिरहेछौँ। सफामिजा मगाउँदै हुनुहुन्छ हाम्रो परशुराम सरले। कतिवटा खाइसकिन्छ सर सफामिजा दिँदा? 4वटा। ल उहाँको चाहिँ फर्स्ट टाइम हो होइन सफामिजा चाख्ने। यहाँको माहौल यस्तो भइरहेछ। बुझ्न सक्नुहुन्छ तपाईँहरूले। हामी गुन्द्रीमा बसिरहेछौँ। खाजा सेट आयो हाम्रो। अब हामी पहिला खाजा सेटबाट सुरुवात गर्छौँ होइन सर? टेस्ट गर्नु नि त सर। एउटा मात्रै हो र? अर्को नि आउँदैछ। चम्चा दुईवटा हाल्नु पर्छ दिदीले, एउटा मात्रै हो क्या? दुईवटा मगायो हो। हाम्रो स्प्राइट पनि आइसकेको छ। ड्यु पनि के अरे कोक पनि आइसकेको छ। कस्तो लागिरहेछ सर? अलिक पिरो भयो होला नि तपाईँलाई चाहिँ?